हेलो एभ्रिवान, आज चाहिँ हाम्रो एनिभर्सरी है, सेकेन्ड म्यारेज एनिभर्सरी। अनि आज चाहिँ म मेरो बुढीको लागि सानो एउटा गिफ्ट दिन गइरहेछु, छोटा सा गिफ्ट। उसले अस्तिदेखि ब्याग पुरानो भयो भन्दै थियो कि मैले उसलाई के भनेर नाटक पारेर राखिरहेको थिएँ। आजै गिफ्ट दिनु पर्यो भनेर। हेरौँ त उसको रियाक्सन। के के पनि बाहिर बसिराख्नुपर्छ, कति छिटो आएको हो झन्। अब चाहिँ के सोचेको त के पनि होइन, जाऊ भित्र चाबीले गर्दा हेर। मन परेन भने साट्न जाम्ला होइन। मन परेन हो, होइन नि त। म अर्को ल्याउनुको लागि मैले यो लिएको मात्रै हो। भनेको छु। यता हेर त। नो अच्छा थ्याङ्क यू बुढा। तर के भन्नु होइन, यो यस्तो टाइपको त मैले बोकिसकेको छु नि त। ब्ल्याक कलरको पहिले नै थियो नि त। यो स्कुल डेली युजको लागि पो लिएको त मैले त। भयो, मन पर्यो नि अब चाहिँ ठिक छ। सिम्पल अहिलेको भन्दा डबल प्राइस होइन। लु लिनु जाउँ। ह्याप्पी यता ह्याप्पी एनिभर्सरी। अब 100 वटा एनिभर्सरी यसरी नै बिताउनुपर्छ ल। कतिवटा अरे 100।